हेलो साथीहरु, म एउटा कुरा यहाँनिर सोध्नु आएको भनौँ न। मैले सिङ्गापुरमा नबुझेको कुरा हैन। यदि सिङ्गापुरमै काम गर्नुहुने दिदीबहिनीहरुले यो कुरा पक्कै पनि थाहा छ हैन। हाम्रो यहाँको ल्याङ्ग्वेज नै भनौँ न त्यो एउटा। जति पनि सिङ्गापुरबाट जानु भइसकेको, काम गरेर छोडेर जानु भएको दिदीबहिनीलाई पनि पक्कै थाहा छ यो कुरा। तपाईहरुले कमेन्ट बक्समा आएर लेख्नुहोस् ल। म छिटो छिटो बोलेको कारण चाहिँ मलाई भोक लागिसक्यो हैन। फेरि यहाँ खाना बनाउनु, काम पनि गर्नु, अन्त फेरि भिडियो साह्रै लामो हुन्छ, तपाईहरुलाई पनि हेर्नु झ्याउ हुन्छ होला भनेर नि। अन्त नि साथीहरु, म फर्स्टमा सिङ्गापुर आउने भनेर मैले जब सोचेँ नि, सब्जीहरु काटेँ हो, अब एकैछिनमा पकाइहाल्छु। अन्त जब मैले सिङ्गापुर आउने भनेर सोचेँ त्यति बेला मैले अब एजेन्सीसँग बात गर्दाखेरि मेरो साथीभाइहरू यहाँ थियो हैन। साथी दिदीबहिनीहरू, भाइ त हैन, साथी दिदीबहिनीहरू। अन्त मैले उनीहरूलाई सोधेँ नि त के हुन्छ कसो हुन्छ कहाँ हुन्छ। उनीहरूले के भन्नु भन्नु न, म कस्तो स्पिड बोल्दैछु होला है। तपाईहरुको टाइम ज्यादा लिन चाहदिनँ, त्यो भएर स्पिड बोलेको। जस्ट इग्नोर यो मेरो घाँटीको मासु ल। कस्तो डरलाग्दो मासु मेरो लागिरहेको छ हो। यस्तै हो खानदानी जीव शरीर, खानदानी यस्तै हुन्छ है। मोटाइ त्यही भन्नु पर्यो साथीहरु। म चाहिँ फर्सी पकाउने नि, फर्सी र दही भात खाने के आज। अन्त मैले साथीहरुसँग बोल्दै कि साथीहरुले के भन्थ्यो भन्नु न। अब केही कुराहरू बात मार्दै गर्दा बाजे आयो, सर आयो, म्याम आयो नि, ओइ राख 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 बाजे आयो भन्थ्यो होइन। ओइ बोजू आयो भन्थ्यो होइन, बोजूले बोलायो भन्थ्यो। अब बोजू घरि चाहिँ अब म यस्तो बोजू यस्तो लाग्छ भन्थ्यो। जे भन्दा पनि अब बाजे बोजू भन्थ्यो। तर मैले नि म फर्स्ट टाइम जब यहाँ सिङ्गापुर आएँ नि, त्यति बेला चाहिँ मेरो पहिलाको मालिक इम्प्लोयर काम गर्ने, म पहिला फर्स्टचोटि आउँदा यो घरमा थिइनँ नि त। मेरो यो सेकेन्ड घर हो होइन। त्यहाँनिर चाहिँ अब म फर्स्टचोटि एजेन्सीबाट ट्रेनिङ सकेर आउँदाखेरि चाहिँ के भयो भने, त्यो बोजू त मभन्दा यङ थियो। हामीले पछाडि त्यो हिसाब किताब लाउँदा मभन्दा 9 महिना सानो रहेछ होइन। अन्त त्यति सानो केटीलाई चाहिँ, म्यामलाई चाहिँ मैले कसरी बोजू भन्नु। फर्स्टमा त अब म त छक्कै परेँ। अब मैले बोजू भन्नु कसरी, मेरो साथीहरूले त बोजू भन्थ्यो। अन्त मैले कसरी बोजू भन्नु जस्तो मलाई मनमा भयो। तर मैले अब म त्यो फर्स्टमा त अब कम्फर्टेबल हुँदैन है। पछाडि मैले अब उयो भने, म्यामै भने होइन। अन्त पछाडि साथीहरूसँग फोनमा बोल्दाखेरि म्याम यस्तो त्यस्तो, म्याम नभन्न बोजू भन्थ्यो हो। उनीहरूले पनि बोजू, एउटा मेरो मिलनसार साथी थियो होइन, उसले चाहिँ म्याम नभन्न बोजू भन्थ्यो। त्यो साथी सिक्किमको हो, ऊ गइ पनि सक्यो त्यहाँनिर। त्यति बेला 1.5 वर्ष जस्तो गरेर ऊ गइहाल्यो। अन्त उयो के भन्छ, लाटी म्याम नभन्न बोजू भन्थ्यो नि, ए बोजू भन्थेँ मैले हो। अन्त त्यहाँदेखि अन्त मैले नबुझेको कुरा चाहिँ, मभन्दा सानोलाई पनि बोजू, मैले सोच्थेँ। अब म त त्यहाँनिर साथीसँग यसो बात मार्दाखेरि त म त सोच्थेँ अब बाजे बोजू भनेपछि त हाम्रो त उता त 60